आज चाहिँ हामीहरू जाँदैछौँ पोखरा। आलु जस्तो लगेर मेरो गाइजहरू बालिन्छ। हाई गाइज, वेलकम टु माई भ्लग। आज चाहिँ हामीहरू जाँदैछौँ पोखरा। हामीहरू भन्नाले म, दिदी अनि म चाहिँ यहाँ बनाउँदैछु लङ भ्लग। जिउन मैले चाहिँ दिदी भेट्न आएको थिएँ दिदीको घरमा। अनि हामी चाहिँ भोलि या पर्सि जान्छौँ हाम्रो घरमा। अनि दिदीलाई सपिङ पनि गर्न छ नि त। जाने बेला पनि आइसक्यो, कसरी बिदा गर्ने हो। हिजो भेटे जस्तो लाउँथ्यो, ल्याउन गए जस्तो लाउँथ्यो, तर आज भने जाने बेला आइसक्यो। टाइम कति छिटो बितेको नि है। एनीवे, अरू चाहिँ म रेडी भइसकेपछि भन्छु है। आई एम अलमोस्ट डन। अनि दिस इज माई आउटफिट। यति धेरै गर्मी छ बाहिर, त्यही भएर मैले चाहिँ कम्फर्टेबल लाउन लागेको। दिदी रेडी हुँदै हुनुहुन्छ, म चाहिँ फर्स्टमा रेडी भइसकेँ। मैले धेरै मेकअप लगाएको होइन क्या, जस्ट नर्मल स्किन केयर मात्र गरेको। दिदीले चाहिँ मेकअप गर्दै हुनुहुन्छ, त्यही भएर ढिलो भयो। हामी जाने भनेको 9 बज्यो, चाहिँ 10 आइसक्यो। गाडी कति बेला पाइन्छ। हम लोग जा रहे हैं गाडी भेटाउनको लागि। आलु जस्तो लगेर मेरो We are in Pokhara. दिदीहरूको चाहिँ यहाँ केही काम छ। म चाहिँ एकदम बोर भएर बसिरहेको छु। म चाहिँ इन्ट्रोभर्टको चाहिँ बाउै हो कि, त्यसैले साह्रो बोल्ने। दिदीले लास्ट लाउँदैन र